फाइनली 7 वर्षपछि नेपाल जानु लागेको। अब यहाँ कोरियामा ट्रान्जिट थियो अनि यो नेपाल पुगिसकेपछि चाहिँ मसँग भिडियोहरू थिएन, बहिनी लिन आएको थियो अनि त्यहाँ एक दिन बसेर उतातिर पहिरो फ्लाइट भएर गएको। यो सानो फुच्चे चाहिँ मैले हुर्काएको फुच्चे यत्रो ठुलो भएर चाहिँ म त कस्तो रुनु मन लाग्यो है। दिदी भेना बहिनी आउनुभएको थियो अनि टक्क नेपालको यो वाला चाहिँ नेपालको भाइब्स हो कि यो गाडीवाला चाहिँ। अनि बिचमा धेरै सामानहरू यताउति किन्नु परेर घर पुग्दा चाहिँ हत्तेरो भइसकेको थियो। अनि टक्क लगाएर घर पुगेर यस्तो चढ्दाखेरि त 11 बज्नु लागिसकेको थियो रातिको। अनि केटाकेटी त कोही पनि नसुतिरहेको रहेछ, सानो सानो बहिनीहरू त सबै कुरिरहेको रहेछ क्या मलाई। अनि यो चाहिँ मेरो सानो काकाको छोरी 2 जना। अनि राति नसुती 2 बजेदेखि कुरिरहेको, दिउँसोको 2 बजेदेखि घरमै कुरिरहेको अरे क्या। अनि यो मेरो साइला अङ्कलको सानो बच्चा सबैले सानो सानो फुलहरू जम्मा गरेछ। अनि त्यहाँबाट वेलकम दिदी भनेर भनिरहेको कि मलाई कस्तो रुनु मन लाग्यो। आमा त कस्तो मसिनो हुनुभएछ। पहिला त आमा ठुलो लाग्थ्यो है, बुढी भएपछि त कस्तो पातलो अनि त्यहाँबाट आफूभन्दा सानो जस्तो फिल भएको कि। अनि आमा त यस्तो हग गर्दाखेरि त कस्तो काप्नु भएको कि अनि कस्तो रुनु आएको है। अनि अलि धेरै इमोसनल पनि भएको थियो। एउटा त 7 वर्षदेखि नभेटेको, अनि त्यसपछि फ्यामिली मेम्बरमा पनि मलाई माया गर्नुहुने अनि त्यहाँ हुनुपर्ने 2 जना हुनुहुन्थेन। अनि उहाँहरूलाई नदेख्दाखेरि कस्तो गाह्रो पनि भयो। चाहिँ मेरो माइला अङ्कल। अनि त्यही हो, आफूले नदेखेरै जन्मेको बच्चाहरू पनि यति ठुलो भएछ। मेरो सानो आन्टी, मेरो बहिनी त यत्रो ठुलो हल्क जत्रो भएछ है, सबैभन्दा ठुलो चाहिँ त्यही रहेछ। एकदम गाह्रो भएको थियो। स्पेसल्ली 2 जना मान्छेको एकदमै मिस भइरहेको थियो, आँखाले खोजिरहेको थियो कि। अनि बाबा टुक्रुक्क त्यहाँ बस्नु भएको रहेछ। मम्मी त केही बोल्नै नसक्नु भएको, मम्मीको त म फेसमा हेर्नै नसकिरहेको कि। अनि सबभन्दा ठुलो चाहिँ मेरो सानो भाइ भएको रहेछ। सानो थियो, आफ्नो प्यान्ट पनि लगाउन जान्दैन थियो है, लत्तारेर स्कुल हिँड्नु पर्थ्यो। अहिले त यत्रो ठुलो हट्टाकट्टा भएछ, जुगासुगा आएर अलिकति बढी नै इमोसनल मोमेन्ट थियो त्यो चाहिँ। अनि त्यो रात चाहिँ यतिकै सुत्यो, धेरै थकाइ लागेको थियो। अनि भोलिपल्ट बिहान चाहिँ हेरेको यो फुलहरू सबै यो बहिनीहरूले दिदीहरूले दिनुभएको फुल, तिनीहरूले पुरै खोजेछ है, कता कता फुल ठ्याक्कै त्यो फुल फुल्ने सिजन भएको भएर धेरै फुलहरू बटुलेछ। अनि त्यो पेपरले, अनि पेपरमा ऱ्याप गरेर त्यो धागोले सोही 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 बेरेछ है। अनि ओइलाइसकेछ अहिले त। यो चाहिँ बाबुले दिएको फुल, अनि यो चाहिँ काठमाडौँमा सुस्मिता बहिनीले दिएको, अनि यो सानो सानो मेरो बुढाहरूले दिएको फुल। मलाई त भइरहेको। अनि यहाँ कान्छो काकाको ठुलो छोरीले चाहिँ सरप्राइज कार्ड भनेर दिएको रहेछ कि। सानो छ तर यस्तो के गर्दो रहेछ कि उसले। अनि यहाँ चाहिँ नोट लेखेको रहेछ है उसले, कलर गरेछ। अनि वेलकम टु होम ममता सिस्टर भनेर लेखेर रहेछ, आई लभ यु भनेर रहेछ। अनि त्यो हरियो हरियो चाहिँ उसले झारहरू बनाएको अरे। यहाँ मैले झार बनाएको भनेर भन्दैछु। उसले चाहिँ दाँत चाहिँ मेरो जस्तै छ। आई लभ यु। यस्तो बनाइदिएको, यस्तो धेरै माया गर्छु, यति धेरै बुक्सहरू बनाइदिएको। यस्तो बिहान उठेर यस्तो बाहिर हेरेको त त्यो अलार्म लाउनै नपर्ने कि। त्यो गौँथालीहरू चाहिँ झ्यालमा आएर कराउँदो रहेछ कि। बिहान हेरेको त दिदीहरू त पुरै बारीमा पुगिसक्नु भएको रहेछ कि। अनि त्यो पहाडी देखेको चाहिँ त्यो हामी स्कुल जाने ठाउँ हो कि पहिला जमानामा। त्यसलाई चाहिँ भन्ज्याङ भन्छ है, भन्ज्याङ डाँडा।